सो ओल गाइज ब्याक अगेन। आज चाहिँ हामी स्नो ट्युब गर्न आज बेरीमा लाइफ टाइम एक्सपिरियन्स गरौँ। गर्नु त धेरै ठाउँमा गरेको छ, त्यही पनि आज यसमा अझै पनि गरेको थिएन क्या मैले। सो लेट्स ट्राई समथिङ न्यू। एकदम दामी भ्यू छ, पिपल आर इन्जोइङ। रमाइलो छ सिनारी चाहिँ। दाइहरू अगाडि जानु हुन्छ, हेरौँ कस्तो हुन्छ। तँ पनि गर्न ट्राई गर्नु पऱ्यो। सो यहाँसँग रमाइलो हुन्छ होला है, हेरौँ के हुन्छ। यहाँ अब टिकट काट्नु पर्दो रहेछ। दाइहरू टिकट काट्न जानुभएको छ। थाहा छैन, आज चाहिँ विकेन्ड हो, महँगो हुन्छ होला। मान्छे डढ्ने रहेछ, कतिको महँगो हुने हो थाहा छैन। टिकट सिस्टम यहाँ रहेछ। लाइक अब चाहिँ हामी अब टिभिङतिर लाग्यौँ। वेलकम हियर रहेछ अनि एक्जिट अर्कोतिर रहेछ। सो दाइहरूको छेल्नु लाग्छ। यहाँ चाहिँ सिस्टम रहेछ क्या अर्कै खालको, लाइक लेफ्ट कोचिङमा राख्नै पर्ने रहेछ। सो हामी चाहिँ छिर्यौँ अब सबैजना टिकट लिएर। सब मान्छे दाइहरू जानुभयो। हेरौँ कस्तो हुन्छ अब। दाइ के छ अरे थाहा छैन। ट्युबिङ गर्नलाई कस्तो भइरहेछ नि। लास्टै चिसो भएको छ, एक्साइटमेन्ट छ। फर्स्ट टाइम गर्न लागेको होपफुली एडभेन्चर हाम्रो लागि चाहिँ रमाइलो हुन्छ होला। कस्तो छ दाइहरू? अब दाइहरू बिजी ल। अब रमाइलो। अब हामी चाहिँ आफ्नो ट्युब लिन आँटेको। सो हेरौँ कस्तो हुन्छ। अब आफ्नो ट्युबको कलर छान्नु होला कृपयाहरू। ग्लोभ्स लाउनुपर्छ। अब त सकिँदैन भिडियो बनाउनुलाई। हामीले चाहिँ अब स्नो ट्युबिङको लागि टिकट काट्यो। सो लेट्स चाहिँ कतिको रमाइलो हुन्छ। वाइल्ड चिसो छ है, मान्छे डढ्नै छ भने रमाइलो गर्न आएको। लाइक हामी आउनु चाहिँ आयो होइन, तर हेरौँ कस्तो हुन्छ। मान्छेहरू डल्नै रहेछ लाइनमा। सरिसकेपछि दाइहरू चाहिँ हुनुहुन्छ। लुगा मैले अघि 2टा लगाएको थिएँ, यहाँ गाडीमा आएर फेरि 4वटा लुगा लगाएको मैले। कस्तो भएछ यो लुगा पनि ट्याक्नुपर्छ। अब चाहिँ सुरु गर्न आँटेको स्नो ट्युबिङ। हामी जाँदैछौँ माथि, दाइहरू चाहिँ माथि हुनुहुन्छ। सो उहाँ रमाइलो हुनु रहेछ। राम्रो तातो लुगा लगाएको थिएँ यार। अहिले त 5वटा ज्याकेट 5वटा लुगा लगाउनु पऱ्यो मैले यहाँ। रमाइलो चाहिँ वाट रमाइलो हुँदो रहेछ। तर एकजनाको फोन मोबाइल खस्यो, बिचरा टिप्नै पाएन भने। सो हेर्नु कस्तो हुन्छ। वाइल्ड जाडो यार। पछाडि मान्छेहरू आउँदैछ, अरू मान्छेहरू आउँदैछ। दाइहरू अगाडि हुनुहुन्छ। लाइफ टाइम एक्सपिरियन्स बेरीमा पहिले पनि गरेको थिएँ मैले उता ब्लू माउन्टेनतिर। सो अहिले चाहिँ फेरि नयाँ एक्सपिरियन्स लिन आँटेको। सो लेट्स सी। टिकट चाहिँ खासै रेन्ट रहेछ, महँगो रेन्ट रहेछ। लाइक अनलाइन काट्यो भने चाहिँ $30 रहेछ। अनि मैले यहाँले काटेको थिएँ नि त दाइहरूसँग। अनि लाइक $50 लाग्यो हामीलाई चाहिँ विथ ट्याक्स। हात फ्रिज भइसक्यो मेरो यहाँ। सो लेट्स ह्याभ एन एक्सपिरियन्स। अब यहाँबाट मुनि कसरी झर्ने होला, डर लागिरहेछ मलाई त। वाइल्ड डर लागिरहेछ। यति एक्सपिरियन्स। ल दाइ माथि हुन्छ हो दाइ। हो हात फ्रिज भइसक्यो यार। अब मलाई झर्न डर लागिसकेको छ अरूभन्दा पनि। लाइक अब सबैजना रेडी भएको छ, गर्नु लाग्छ। लेट्स सी कस्तो हुन्छ। एक्सपिरियन्स लिउँ अब। झर्नुपर्ने चाहिँ त्यहाँ मुनि रहेछ यार है। हजुर छ ग्लोभ्स यसो ढकाल्दो रहेछ यार। कुन चाहिँ दुलोमा ढकालिदिने हो यार। लुगाको हालत रमाइलो त वाइल्ड रमाइलो भएको छ। तर -35 छ अहिले यहाँ। अहिले दारी फ्रिज भएछ यार। एक्सपिरियन्स त्यो अर्कै थियो त। सिट लाइन गयो क्या। लाइक रमाइलो त वाइल्ड रमाइलो भइरहेको छ। त्यो -35 डिग्री छ अहिले यहाँ। त्यो पनि लाइफ टाइम एक्सपिरियन्स बेरीमा आएर। लेट्स डु इट। अघि त मैले के अरे ट्युबिङ गर्दाखेरि पनि झर्दाखेरि फोन हातमा राखिनँ, तर अब चाहिँ राख्छु होला। लेट्स ट्राई। तर झर्छ होला फोन, डर लागिरहेको छ। थोरै लाइक यस्तो जाडो छ यार। भ्यू दामी छ है, तर हेर्दाखेरि चाहिँ रमाइलो हुने। कति मजा आउने हेर्दाखेरि त्यो चाहिँ। अनि यहीँबाट झर्नुपर्छ अहिले तपाईँ। सो तपाईँहरू आउँदाखेरि चाहिँ लाइक राम्रो जुत्ताहरू, राम्रो बुट, सक्स 3-4, नत्र लाइक राम्रो खालको सक्स प्यान्ट अलिकति राम्रो खालको हुन्छ नि विन्टर आउने खालको। म त्यति ऱ्यान्डमली आएको थिएँ।
जिन्स पनि लगाएर आएको छु यार यस्तो स्नो ट्युबिङ हेर्नुको लागि यस्तो जाडोमा एक्सपिरियन्स बटुल्नुहोस् भने आउनुहोस् भेरी ह्याभ सम फन रमाइलो गर्नुहोस् अनि फर्कनुहोस् मेरो पनि वाइल्ड रमाइलो भइरहेको छ यहाँ दाइहरू मुनि हुनुहुन्छ ओ हेर्नु है फाइनल टच फाइनल टच जुवा ल साथी हो यता रामजी फाइनल टच हाम्रो रामजी यता फाइनल टच ल आयो सम्भो ल यो चुप्लेटी हुँदै अब होइन अब त साथी हात पक्रिसक्यो के कन्टिन्यू गर्ने र भन्ने मलाई लाइक फाइनली डन विथ स्केटिङ एकदम रमाइलो एक्सपिरियन्स भयो बेरीमा आएर अब हामी चाहिँ आफ्नो त्यो फिर्ता दिन आँटेको है मान्छेहरू अझै गइरहेको छ लाइक 1 घन्टा 1.5 घन्टा 2 घन्टासम्म चाहिँ गर्न पाउँदो रहेछ यो चाहिँ सक्यो अघिबाट लगेको थियो हामीले अब यहीँबाट फिर्ता दिने ट्युबहरू कस्तो हुँदा एक्सपिरियन्स आजको एकदम रमाइलो भयो मलाई त वाइल्ड रमाइलो भयो लाइक ग्रुपमा गर्दा झन् रमाइलो भयो चिसो त्यो वाइल्ड चिसो हुँदो रहेछ जाडोको भन्दा पनि यसकै लुगाहरू ल्याउनु पर्दो रहेछ क्या है त्यही त दाइहरू कस्तो भयो एक्सपिरियन्स रेकर्डेड कस्तो भयो एक्सपिरियन्स लाइफ टाइम एक्सपिरियन्स क्यानाडा आएर पहिलोचोटि त्यस्तो विन्टरमा फर्स्टचोटिको राइड हो एक्सपिरियन्स राम्रै भएको छ अहिलेसम्म तर धेरै चिसो भएको हुनाले तातो त्यही लागि हामी अहिले फायरवुडमा आग्रामा गइरहेको छौँ ल है त ल दा धन्यवाद कस्तो भयो एक्सपिरियन्स ल बबल राम्रो खुसियाली धन्यवाद ल मेरो हुनुपर्छ मेरो चाहिँ वाइल्ड रमाइलो भयो अब चाहिँ हामी हात सेक्नलाई यहाँ आएको छौँ हात झरिसक्यो सबैको यस्तो छ हालत माउन्ट एभरेस्ट भन्दा नि सबैको एक्सपिरियन्स एकदम रमाइलो चाहिँ भयो अब यो गर्न भुङ्गो आएको जस्तै भएछ मेरो 15 भयो मेरो हालत पनि बिजोग्नै छ तर मान्छेहरू अझै गरिरहेछन् स्केटिङ हामी चाहिँ नसकेरै फर्केको ठाउँ चाहिँ राम्रो छ क्या मलाई चाहिँ एकदम मन पऱ्यो ठाउँहरू चाहिँ बेरीको यो स्नो ट्युबिङ गर्ने ठाउँ चाहिँ विल म्यानेज विल अर्गनाइज स्टे ट्युन बाई बाई यति भन्दै आइम गोना स्टप माई भ्लग भन्दा पनि सर्ट मेमोरिज भ्लग मेमोरीवाला भ्लग मान्छेहरूले पनि गरिरहेछन् अब हामी जान्छौँ होला फर्किन्छौँ होला 4 बजिसक्यो स्टे ट्युन थ्याङ्क यू सो मच हेर्नेलाई नहेर्नेलाई पनि थ्याङ्क यू बाई बाई थ्याङ्क यू भेरी फर दिस अमेजिङ एक्सपिरियन्स हामी फेरि आउनेछौँ अस्ति नै ब्लू माउन्टेनमा भयो अब भेरीमा कन्टिन्यू गरेछौँ थ्याङ्क यू सो मच भेरी बाई बाई स्टे ट्युन